नमस्कार। हामी चाहिँ आज 20,000 तालको चाहिँ दृश्यावलोकन गर्नको लागि हामी यतातिर आइरहेका छौँ। तपाईँहरूले सायद चितवनमा 20,000 ताल अथवा नन्दभाउजू ताल अथवा तमर ताल विभिन्न तालहरूको नाम तपाईँले सुन्नुभएको होला। सायद त्योमध्ये एउटा 20,000 ताल पनि यो प्रमुख स्थान लिन्छ। यो चाहिँ बरन्दाभार क्षेत्र जङ्गलभित्र रहेको एउटा सुन्दर ताल हो। यहाँनिर तपाईँले विशेष गरी यो ताल भनेको हाम्रो यो पश्चिम चितवनको खगरी सिँचाइ गर्ने पानी लाने मुहानको रूपमा पनि यो चिनिएको छ। यहाँको पानी बर्खाको बेला यहाँ पानी पुरै भरिन्छ र खगरी सिँचाइबाट आएको नहरमा यहाँको पानी पनि यहाँ खगरी सिँचाइमा गएर पश्चिम चितवन, शिवनगर, शारदानगर, रामपुर, पटियानी त्यतापट्टिको ठुलो भूभागमा सिँचाइ सेवा पुर्याइरहेको छ। त्यो त भयो यसको चाहिँ आर्थिक पाटो। त्यस्तै गरी यो एउटा पर्यटकहरूलाई पनि आकर्षण गर्ने एउटा चाहिँ ताल पनि हो। किनभने यहाँ जाडोको बेलामा जस्तो विश्वका विभिन्न ठाउँहरूमा धेरै चिसो हुन्छ, जस्तै न्यू रसियाको भर्खयान्सक, त्यस्तै अब त्यहाँका त्यो चिसो छल्नको लागि त्यो माइग्रेटरी बर्डहरू हुन्छन्, जस्तै यिनीहरू यहाँदेखि 8-7 हजार किलोमिटर यात्रा गरेर यिनीहरू जस्तै नेपालको जस्तै यो 20,000 ताल भयो, पोखराको चाहिँ अब रूपा ताल भयो, त्यस्तै गरी अब तमर ताल, यस्ता विभिन्न वेटल्यान्ड एरियाहरू छ नेपालमा पनि, कोसीको किनारहरू त्यतातिरको वेटल्यान्डतिर यिनीहरू भ्रमण गर्न आउँछन्। त्यस्तै गरी एउटा प्रमुख स्थान रहेको तिनीहरूले भ्रमण गर्ने तिनीहरूको वासस्थान अथवा चिसो छल्न आउने चराहरूको यो आकर्षणको केन्द्र पनि रहेको छ। त्यो रूपमा पनि यसलाई चरा विशेषज्ञहरूले त्यसरी पनि चिन्छन्। तर हाम्रो यो लोकल ठाउँ हामीलाई यो 20,000 भनेर सुन्दाखेरि 20,000 जोडिएको भनेर लाग्छ। सायद यहाँ 20 तालहरूको समूह अथवा हाम्रो लोकल भाषामा तालको नाम 20,000 ताल रहन गयो, किन रहन गयो भन्ने कुरामा हाम्रो जिज्ञासा रहनु स्वाभाविकै हो। कसैले यसलाई लोकल भाषामा 20,000 ताल भनिएको अथवा हाम्रो थारू अथवा चौधरी भाषामा 20,000 ताल भनिएको भनेर भन्ने गर्छन्। वास्तवमा त्यस्तो होइन। यहाँ माथिको आकाशबाट अथवा एरियल भ्यू हामीले हेऱ्यौँ भने केही माथि गएर एरियल भ्यू हेर्दा अथवा आकाशीय दृश्य यहाँ तालको दृश्य हेर्दाखेरि यो तालको आकृति 20,000 अर्थात् 20,000 अङ्कको जस्तो आकृति देखिने हुनाले यसको नाम 20,000 ताल रहन गएको हो। जानकार भएन। अब यहाँनिर हेर्नु यो 20,000 ताल चाहिँ कस्तो भने यसले चाहिँ यहाँ भएका गैँडा चाहिँ यहाँका जङ्गली जनावरहरूलाई पानीको रूपमा पिउनको लागि पनि, चराहरूले चाहिँ यहाँ पौडी खेल्नको लागि अथवा यहाँ भएका जनावरहरूले चाहिँ आफ्नो तिर्खा मेटाउने एउटा सिमसार क्षेत्र पनि हो भनेर हामीले बुझ्न सकिन्छ। यहाँनिर प्रायः हामीले बोटिङ, आज चाहिँ यहाँ बोटिङ हामीले देख्दैनौँ, सायद अहिले बोट मिल्यो भने हामी यहाँ अहिले बोटिङ गर्ने लक्ष्य लिएका छौँ। हेरौँ अब हामी सायद अब त्यो दृश्यलाई पनि अहिले देखाउँला। अहिले तपाईँले त्यहाँनिर देख्न सक्नुहुन्छ, त्यहाँनिर जस्तो भ्यू पोइन्ट जस्तो छ 20,000 तालको त्यहाँनिर भ्यू पोइन्ट, त्यहाँबाट सायद यो तालको दृश्य हामीले देख्न सकिन्छ। यहाँका तालको वरिपरि रुख यहाँ प्रायः रूपमा हेर्दाखेरि मैले यस्तो हेर्दाखेरि छोरिया रोबस्टा, जसलाई हामीले साल भन्छ, यो साल हाम्रो यहाँ वरिपरि यहाँको देख्न सकिन्छ। त्यस्तै गरी यहाँ यो इलेफेन्ट एप्पल पनि भनेको छ, कसैले हामीले चाहिँ भेल्लर भन्छौँ होइन हाम्रो लोकल भाषामा। यता देखाउनुहोस्, यहाँनिर भेल्लरको रुख हो, यो भेल्लरको रुख यहाँनिर देख्न सकिन्छ। यहाँ प्रमुख रूपमा यहाँ भन्दाखेरि यो सालघारी नै हो, विशेष त यो सालघारी हो। तपाईँले मैले यहाँ फरेस्टीमा जङ्गल घुम्न जाँदाखेरि यहाँनिर एउटा यो पात यतातिर देखाउनु त्यो जङ्गलको यो चाहिँ यो प्लान्टलाई म्युचुअलिजमा हुन्छ, जस्तो जहाँ सालको रुख छ त्यहाँनिर यो प्लान्ट पाइन्छ भन्ने सुनेको थिएँ होइन। हामीले सानोमा हुँदाखेरि यसले बोटे घाँस भन्छौँ होइन। तपाईँले यसलाई के भनेर बोल्नुहुन्छ, जहाँनिर सालको रुख छ त्यहाँनिर यो प्लान्ट चाहिँ प्रायः पाइन्छ र अन्त यसलाई खोल्न चाहिँ भेट्न चाहिँ एकदमै गाह्रो हुन्छ। अब यो दृश्यहरू चाहिँ अब तपाईँहरूले अब हामीले यहाँ भेट्नु यो कर्कलाको झार अथवा यहाँनिर यहाँभन्दा पहिला आउँदाखेरि तपाईँले झार पनि व्यापक रूपमा देख्नु भएको थियो, यो जलकुम्भी झार। अहिले जलकुम्भी झारमा चाहिँ अहिले कस्तो लागिरहेको छ तपाईँलाई? अन्त धेरै क्लियर भएको जस्तो लाग्छ। यहाँ चाहिँ कति पनि झार देख्न, अहिले पालि आउँदा त मैले ताल देख्न गाह्रो भइरहेको थियो मलाई, पुरै ताल छेकिएको झारै झार। तर अहिलेको दृश्य धेरै मनोरम र
तर एकदमै राम्रोसँग म्यानेज भएको जस्तो लाग्छ। सगैले मान्छेहरू अब घुम्न आउने पर्यटकहरू लोकल पर्यटकहरू पनि यहाँले पहिलाको भन्दा व्यापक चाहिँ आगमन देखिरहेको छ। अहिले आज यो के बार भयो हाम्रो यो बुधबार मङ्गलबार बिदाको दिनमा भए पनि भाइ बहिनीहरू यहाँ देखिएको छ। मान्छेहरू चाहिँ घुम्न आउने राम्रै आगमन गरिरहेको छ। अब अरू सरकारको भिडियोमा अहिले यति नै भन्नु।